असलमा यो परजीवीलाई लिङ्सी राक्षस भनिन्छ। ब्रह्माण्डका अत्यन्त क्रूर प्रजातिहरूमध्ये एक लिङ्सी राक्षस एक उभयलिङ्गी जीव हो। तिनको दिमागभित्र नै एउटा अण्डाशय हुन्छ। जब यो मरेपछि यसको शरीरलाई मस्तिष्क तालमा राखिन्छ। त्यसबाट एकैचोटि धेरै लार्भा फुट्छन्। जब ती लार्भाहरू कुनै बुद्धिमान जीवको शरीरमा छिर्छन्, उनीहरू छिट्टै उसको दिमाग खाइदिन्छन् अनि बाँकी शरीरसँग फ्युजन भएर एक हुन्छन्। मात्र एक दिनमै लार्भा त्यो शरीरलाई परिवर्तन गरेर पूर्ण वयस्क लिङ्सी राक्षस बनाउँछ। नयाँ चक्र पूरा भएपछि लिङ्सी राक्षसले झ्याल खोलेर बाहिर हेर्यो। उसले बसेको ठाउँ वास्तवमा एउटा अष्टभुज आकारको अन्तरिक्ष जहाज भएको थियो। मानिसले कुनिरहेको कुवामा प्रहार गर्न लागेको बेलामा लिङ्सी राक्षसले जहाजका टेन्टाकल नियन्त्रण गरेर तुरुन्तै त्यसलाई नष्ट गरिदियो। जब यो जमिनमा रहेका मानिसहरूलाई फुहावा ओसिकी फुटाउने कन्टेनर होस्टका रूपमा प्रयोग गर्न थालेको थियो, जहाजको पछाडिबाट अचानक एउटा ट्रान्सपोर्टल टेलिपोर्ट गेट खुल्यो। त्यसबाट 3वटा ड्र्यागन नाइट बाहिर निस्किए। उनीहरू जहाज वरिपरि घुम्दै प्रचण्ड आक्रमण गर्न थाले। ड्र्यागन नाइटले प्रतिकार गरे पनि ड्र्यागन नाइटहरू अझै छरितो र तेज थिए। उनीहरूले जहाजको बाहिरी आवरण च्याते अनि भित्रतिर ड्र्यागन धुवाँ फ्याँकिदिए। मस्तिष्क ताल नष्ट हुनै लागेको अवस्थामा लिङ्सी राक्षसले आयाम जम्प खोलेर जहाजलाई अर्को संसारतर्फ उडायो। तर ड्र्यागन नाइटहरू तुरुन्तै पछ्याउँदै आए। वरिपरिको भू आकृति प्रयोग गरेर लिङ्सी राक्षसले उनीहरूको आक्रमण रोक्दै थियो। तर तीव्र धक्कामुक्कीले जहाज झनै क्षतिग्रस्त हुँदै गयो। यत्तिकैमा एक ड्र्यागन नाइटले मौका छोपी जहाजको फुटेको भाग हुँदै भित्र छिर्न सफल भयो। उसले सीधा मध्य भागमा रहेको मस्तिष्क ताल लक्ष्य गर्दै फेरि एक पटक ड्र्यागन धुवाँ फाल्यो। झन तातो ड्र्यागन धुवाँले तालमा रहेको परजीवी मासु र लार्भाहरू सबैलाई एकैचोटि जलेर राख बनाइदियो। तर जहाजले फेरि एक पटक स्पेस जम्प सुरु गरिदियो। बाँकी 2 ड्र्यागन नाइटहरू केवल चट्टानमा उत्रेर असन्तुष्ट क्रोधित गर्जन गर्न मात्रै सके।